हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म घुम्नु आइरहेको छु सुक मदिना जुमेरामा। यहाँ चाहिँ यो चाहिँ दुबईको एकदमै घुम्नै पर्ने ठाउँ हो अनि यो भित्र चाहिँ एकदमै दामी ठाउँ छ। म पनि आएको छैन, मैले पनि भिडियोतिर देखेको छु। म पनि फर्स्ट टाइम आएको यहाँनिर घुम्नु लागि अनि म सँगसँगै हजुरहरूलाई पनि सुक मदिना जुमेरा घुमाउने छु। अब चाहिँ हामी भित्र जानेछौँ अनि के छ हजुरहरूलाई पनि देखाउने छु, म पनि हेर्नेछु। अनि हामी दुईजना आएको, मेरो चाहिँ छुट्टी थियो, त्यही भएर ऊ पनि घुमेकै छैन अरे, अनि त्यही भएर आज हामी सुक मदिना जुमेरामा आएको छौँ। ल अब चाहिँ हामी तपाईँहरूलाई देखाउने छु। यो भित्र जानु चाहिँ एकदमै फ्री हो, टिकटहरू केही पनि लाग्दैन। यो चाहिँ छ जुमेरामा, बुर्ज अल अरबकै नजिकैमा हो यो चाहिँ। अनि अब हामी जाँदैछौँ, तपाईँहरू देख्न सक्नुहुन्छ। सो अब चाहिँ हामी इन्ट्री हुँदैछौँ यहाँबाट। अब हामी चाहिँ इन्ट्री हुँदैछौँ सुक मदिनाभित्र पनि आइपुगिसक्यौँ। अब चाहिँ तपाईँहरूलाई यहाँको यो भित्र के कस्तो छ भनेर घुमाउने छु। यहाँ चाहिँ अगाडि छ एकदमै लाइट। यो ठाउँमा चाहिँ प्रायः जस्तो मान्छेले फोटो खिचिरहेको हुन्छ अनि मलाई त पहिलातिर अर्को ठाउँ जस्तो लाग्छ। यो चाहिँ यहाँ रहेछ। यहाँ वाउ, एकदमै ब्युटिफुल देखिरहेको छ। यो लाइटले गर्दाखेरि एकदमै दामी देखिरहेको छ गाइस। कलरफुल लाइटहरू क्या, एकदमै कलरफुल लाइट है। अनि यस्तो लाइटहरू पनि रहेछ यहाँनिर है, यस्तो लाइटहरू पनि रहेछ। क्या मजाको योहरू पनि है। लाने हो? लाने तिमीले चाहिएको छ? क्यामल दुबईको क्यामल हो नि, दुबईको क्यामल दुबईको क्यामल हो। यता देख, यता अघि चाहिँ हामी यतै नै यहीँबाट आएको बाहिर। यो भित्र चाहिँ एकदमै अब पुरानो स्टाइलमा बनाएको रहेछ अनि घुम्दाखेरि पनि एकदमै रमाइलो छ यो ठाउँ। अनि तपाईँहरू देख्न सक्नुहुन्छ यहाँको आर्किटेक्चरहरू यस्तो दामी छ। थाक्यो? जाउँ न अगाडितिर एकसँग। सो गाइस, यहाँबाट चाहिँ तपाईँलाई म बुर्ज अल अरबको भ्यू एकदमै दामी देखाउने छु। तपाईँहरू यहाँबाट बुर्ज अल अरबको भ्यू हेरेर इन्जोय गर्नु होला गाइस। यहाँबाट चाहिँ एकदमै दामी देखिरहेछ। यु क्यान सी गाइस, वाउ। यहाँबाट चाहिँ बुर्ज अल अरब चाहिँ एकदमै दामी रहेको छ, तपाईँहरूलाई देखाउन चाहन्छु। यहाँबाट चाहिँ बुर्ज अल अरबको चाहिँ एकदमै दामी भ्यू देखिरहेको छ गाइस। यही हो बुर्ज अल अरब चाहिँ मेरो पछाडिको सुक मदिना जुमेरा। एकदमै दामी रहेछ यो ठाउँ चाहिँ। ठिकै हामी एक्जिट पोइन्ट पनि आइपुग्यो। अब चाहिँ हामी यहाँबाट निस्केको गाइस। बाई बाई गाइस। अनि हजुरहरूलाई हाम्रो भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक, सेयर, सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। फेरि पनि रमाइलो भिडियो लिएर आउनेछु। बाई बाई।